ह्याप्पी उदौली भन्न चाहन्छु। टाइम नभएको हुनाले यहाँलाई म संक्षेपमा छोटो आजको विषयमा म यो विशेष राई जातिले साकेला साकामा कसरी नाच्छ भन्ने कुरो छोटोमा भन्न चाहन्छु। यो चाहिँ अहिले जुन हामीले मान्छेलाई हामीले उधौली भन्ने गरिन्छ सामान्यतः, किनभने वर्षमा उधौली र उभौली दुईवटा किराँतीहरूले पूजा गर्ने गर्छन्। यो उधौली चाहिँ यतिखेर खोलाको मुहानहरू नदीहरू सुक्ने गर्छ, तलतिर झर्ने गर्छ, त्यतिखेर माछाहरू अनि यो चराचुरुङ्गीहरू चाहिँ बेसीतिर झर्ने हुनाले यसलाई उधौली भनेको हो। र उभौली चाहिँ सामान्यतः पूर्णिमामा यानि कि यो हुने गर्छ र त्यतिखेर चाहिँ फेरि खोला नदीहरू पुनः ठुलो हुने र चराचुरुङ्गीहरू पनि तातो न्यानोतिर आउने हुँदा त्यसलाई हामीले उभौली भनेर बुझ्ने गर्छौँ। र विधिपूर्वक गर्दाखेरि नाक्सोङ भन्छ, पृष्ठ भन्छ, हाम्रो गाउँघरमा चाहिँ नाक्सोङ भनिन्छ। उहाँले चाहिँ पहिले पिता पुर्खाहरूलाई उहाँको नाक्सोङको घरमा पूजासुजा गरिन्छ। त्यसपछि एउटा थान हुन्छ, चण्डी थान हुन्छ, त्यहाँ गएर प्रकृतिलाई विधिपूर्वक पूजा गर्ने अनि भालेले चाहिँ भोग दिन्छ। त्यसपछि स्वयं नाक्सोङले चण्डीको नृत्य लिड गर्छ र त्यसपछि दुईजना महिला र पुरुषले त्यो होल नृत्यलाई नेतृत्व गरेको हुन्छ र त्यो सम्पूर्ण सर्कलको उहाँको नेतृत्वमा पूजा गर्ने गर्छ। यहाँलाई छोटो वृत्तान्त मैले यही राखेँ, टाइम नभएको हुनाले धन्यवाद। अहिलेको लागि धन्यवाद। जुन चाहिँ साग चासोट हामी कसरी गर्छौँ भनेर सानो तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। विशेषतः सङ्घसभा जिल्लालाई आफ्नो पुर्ख्यौली थलो मान्ने यात्राहरू अहिलेको समयमा तपाईँको धनकुटा अनि इलाम हुँदै अन्य ठाउँहरूमा पनि बसोबास गरिएको पाइन्छ। यात्रा जातिमा चासो गर्दा शुद्ध अन्नको साथ सद्बिउ कुखुरा र अन्डा जान अथवा तोङ्बा अनि पाती भैरव पाती अथवा छैन भने शुद्ध पातीको साथमा धुपहरूमा धुप लगाएर गाउँबाट अलिकति टाढा गइकन विशेष त अलिकति खोलाको मुहानको छेउमा गई नाघालुवा अथवा नेपाली भाषामा धामीले आफ्नो पुर्ख्यौली पूजा गरिकन फर्किएपछि च्याब्रुङ र यही तपाईँहरूको अगाडि भएको डोको नाचको साथमा अन्त्यमा चाहिँ तीर हानेर यस चासुवा अथवा उधौलीको अन्त्य गरिन्छ। धन्यवाद। नमस्कार। यो सुनुवारहरूको मैले धेरै लामो तयार गरेर ल्याएको थिएँ। तपाईँहरूले नेपालतिर हेर्नुहुन्छ भने हामी चाहिँ पूर्वमा ओखलढुङ्गा जिल्ला र रामेछाप जिल्लामा सुनुवारहरूको बस्ती अति धेरै पाइन्छ। अरू ठाउँमा पनि छरेर बसेको छ अहिले। यसलाई एकदम संक्षिप्त रूपमा भन्दाखेरि सुनुवारहरूले आफ्नो इष्टदेवीलाई मुख्य गरी मनाउने देवीको रूपमा लिइन्छ र अरूहरूले गरे जस्तै नाम मात्र फरक छ। हामी फुल च्यादर वा चण्डी मनाउँछौँ। यसमा चाहिँ के हुन्छ भने जति पनि यो दुई किसिमको हुन्छ, तीन किसिमको चण्डी मनाइन्छ हामीले, जुन चाहिँ 5 दिन अथवा 9 दिनसम्म हुन्छ। यसलाई मनाउँदाखेरि सुरुमा सबै गाउँलेहरू अब एकैजनाले गर्ने नहुने भएकोले सबै गाउँलेहरू गाउँ मिलेर एउटा ठाउँमा चण्डी जुन आयोजना गरिने ठाउँमा सबै गाउँलेहरू जान्छन् र मूल धामी अथवा हामीले नासो भनिन्छ। नासो भनेको धामी पुजारी जे भने पनि उसले लिड गर्छ अनि
त्यहाँ अरू पनि सहायक धामीहरू धेरै हुन्छन्, 8-9वटा हुन्छन्। त्यसमा चाहिँ किन तिनीहरूलाई गरिएको भने आफ्नो आफ्नो किसिमको टास्कहरू हुन्छ। जस्तै कसैले अब हामीले हाम्रो मेन इभेन्ट चाहिँ चण्डीमा रागोलाई ढालिन्छ, चण्डी थानमा। त्यही भएको हुनाले अब त्यसको लागि त्यसको किला, त्यो भैँसी बान्ने किला, रागो बान्ने किला गाड्ने मान्छेहरू, अन्य सजावट गर्ने मान्छे पाहुना र विशेष गरेर संस्कृतिविद भन्न चाहन्छु म, किनभने उहाँसँग म धेरै नजिक भए जस्तो लाग्छ। उहाँले धेरैभन्दा धेरै यो किराँत इतिहास र संस्कृतिको बारे ज्ञान रहेको छ। यसर्थ पनि उहाँलाई हामीले अतिथिको रूपमा निम्ता गरेका थियौँ र म उहाँलाई यो स्टेजमा आइदिन हार्दिक अनुरोध गर्छु। गोपी लिम्बू जियारीबाट हुनुहुन्छ। धन्यवाद विशालजी। यहाँ उपस्थित अहिले अग्रज काका अथवा बाबा हुनुहुन्थ्यो, जो कि अहिले पूजा गर्नु भयो अनि उहाँ अलिकति उतातिर गएर आराम गर्नुभएको छ उहाँ। अनि यहाँनिर अतिथि जति पनि आसन ग्रहण गर्नुभएका सम्पूर्ण लगायत यहाँ यो कार्यक्रमको अध्यक्षता गर्नुहुने अध्यक्ष छन्। अनि यहाँनिर उपस्थित दाजुभाइ दिदीबहिनीहरू, भान्जा भान्जीहरू, खास हामी किन भेला भइरहेछौँ आज भन्ने कुरा सर्वविदितै छ। आज किन हामी भेला भइरहेछौँ? हाम्रो किराँत जाति जम्मा 4 जाति छौँ हामी, जुन लिम्बू याखा, जुन याक्थुङ चुम्लुङ, याखा सुम्मा, किराँत समाज र राई योखा। यो चासोक टोङनाम अथवा हामीले चाहिँ साकेला भने पनि, साङ्केवा भने पनि, चासुवा भने पनि फल्स्यादर, हामी 4 जनाले चाहिँ किन मान्दैछौँ भन्ने कुरा चाहिँ तपाईँहरूलाई ज्ञान हुनुपर्ने जस्तो देखिन्छ। तर यसको सन्दर्भमा के हो भनेदेखि हामीले किन बोल गरिरहेछौँ, यहाँ विश्वासजीले किन बोल गर्नुभएको छ, यहाँ सेरियाको जति पनि तपाईँहरूले किन बोल गर्नुभएको छ, तपाईँहरूले गर्नुभएको कार्यक्रममा म एकदमै खुसी छु। तपाईँहरूलाई म धन्यवाद भन्न चाहन्छु। सर्वप्रथम त के हो भने लिम्बू जातिले यो किन चाहिँ चासोक टोङनाम मान्न थाल्यो? सबभन्दा पहिला हाम्रोमा बिउ बिजन थिएन। बिउ बिजन खोज्नलाई चेनी र माइती 2 जना मात्रै उनीहरू रहेको थियो जुन पूर्वकालमा। हामी चाहिँ जम्मा हामी भन्ने हो भने तिब्बतदेखि हामी आएका भनेर भन्छन्। तिब्बतमा हामी कहाँ थियौँ त? हामी चाहिँ तामा र बेवा खानमा भन्छ, एउटा मुना खाम्ना तेम्बे भन्छ, अनि एउटा चाहिँ मुना खाम्ना हाम्बा भन्छ, एउटा चाहिँ यस्तो तरिकाले हामी त्यहाँबाट जन्म हुँदै हामी आयौँ। आएपछि हामी क्रममा बिउ बिजनको जरुरी थियो, बिउ बिजन हरायो। त्यो बिउ बिजन कसरी जोगाउने भन्ने क्रममा चाहिँ चेनीले माग्यो। मन्त्रीहरूमा एकदम गाह्रो भयो बाँच्नुलाई। हामीले चाहिँ एउटा बिउ बिजनको जरुरी छ भनेर चाहिँ 2 जना सागेरा युक्तिमा सबै सागेरा युक्तिमा आउँदै साउङ्गे औँगे हाम्रा भन्ने 2 जना चेली र माइती 2 जनाले गएर रोप्ने काम गर्यो। रोप्ने काम भनेको चाहिँ यो टोङनाम भन्छ। हिजो आज भिडियोमा पनि एक्सन गर्दै रहेछ। भिडियो खिच्दै थियो नि, भिडियो हो नि फेरि। अहिले एक्सनमा बाहिर खिच्नु नि, यता आउनु नि त, खिच्नु बाहिर आउनु। भिडियो खिच्दै गरेर मान्छे